नभए फेरि हाम्रो भित्र बा भन्ने प्रवृत्ति हावी हुनेछ। त्यो बा प्रवृत्तिबाट मुक्त हौँ हामी। यस अर्थमा एउटा कसरी एकताबद्ध भएको विचारले, सिद्धान्तले, कार्यक्रमले, रणनीतिले, कार्यनीतिले मात्रै होइन, समाजवादको ध्येय र उद्देश्य प्राप्तिका निम्ति मात्रै होइन, मनले, हृदयले अनि साँच्चै एक अर्काप्रतिको विश्वासले एउटा नयाँ हामी आन्दोलनको बलियो खम्बाको रूपमा, नेपाली जनताको आशा भरोसाको केन्द्रको रूपमा, नेपाली राजनीतिमा जनतालाई विश्वास र भरोसा दिन सक्ने शक्तिको रूपमा यो पार्टीलाई कसरी अघि बढाएर लान सकिन्छ भन्ने हामीले सन्देश पनि दिनु।